यला महानगरपालिका वडालिया 14, 26 व 25 स्वाइगु नखु खुसिया ताया उलेच्या जुगुदु विवा यला महानगरपालिका प्रमुख चिरीबाबु महर्जन ताया उलेच्या यानदिगु ख ता उलेच्या यासे वेगल ता मधुको कारण योकोस्या अकाल हे सीमालाचंगो कारण योको थासे ता निर्माण दिसेकया शिलान्यास याद हुनागो थेदिर यता को बस्तीमा बस्नु हुने वारीपारी 14, 26, 25 का सम्पूर्ण नगरवासीहरू र यो भेगमा चाहिँ आवत जावत गर्ने अन्य नगरवासीहरू सबैलाई चाहिँ मैले हार्दिक शुभकामना र बधाई ज्ञापन गर्न चाहे। 2062 सालमा टिपङ्क जात्रा चलेको थियो। त्यो चाहिँ नागबालबाट सुरु भएर लगभग 36 घण्टा अनवरत श्रृङ्खलाबद्ध तौरले नरोकिकन सुरु भएपछि नसिद्धेसम्म नन स्टप जात्रा हो। त्यो जात्रामा मैले पनि सहभागी हुने मौका पाएको थिएँ र त्यो बेलामा चाहिँ नागबालबाट सुरु भएर त्यो एकैचोटि यता दक्षिण भेग हान्दो रहेछ। आउँदाखेरि यो उकालोबाट यो वरालो आउँदाखेरि यहाँ चाहिँ नखु खोलामा त्यो बेला 5-6वटा बाँसहरू बाँधेर त्यो एउटा चाहिँ पुलको काम गरिरहेको थियो। आउँदाखेरि बाँस पनि हल्लिने थुप्रो मान्छे थियो। त्यो भाग लिने मान्छे त लगभग 1 लाखजना थियो होला। त्यति मान्छे चाहिँ त्यो बाँसबाट पार गर्नु पर्दाखेरि महाभारत थियो। धेरै गाह्रो। यतातिर चाहिँ उतातिर धेरै मान्छेहरू चाहिँ पालो कुरेर बस्नु पर्थ्यो। त्यो पालो कुरेर बस्ने मध्ये एकजना म पनि थिएँ र त्यही बेला मलाई चाहिँ खट्केको थियो कि यो ठाउँमा चाहिँ पुल हुनै पर्छ भनेर। तसर्थ अब अन्ततोगत्वा 62 सालको अनुभवलाई हामीले अहिले नै भनौँ महानगरको मेयरको हैसियतले त्यो बेलाको जुन एउटा संस्मरण छ त्यसलाई चाहिँ कार्यान्वयन गर्नको निमित्त अहिले आएर हामी चाहिँ सफल भयौँ। त्यसकारण यो काम सफलीभूत पार्नको निमित्त सहयोग गर्नुहुने हाम्रो 3 वडाका वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधिहरू, महानगरपालिकाका हाम्रो प्राविधिक मित्रहरू लगायत हाम्रो सम्पूर्ण हाम्रो यो नगर प्रहरीहरू सबैलाई मैले चाहिँ हार्दिक धन्यवाद ज्ञापन गर्न चाहे र यस भेगको नगरवासीहरूलाई चाहिँ मैले यहाँहरूलाई चाहिँ हार्दिक बधाई ज्ञापन गर्न चाहे। ज्याजुले प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, वडालिया 25 वडा अध्यक्ष सपन ठकुरी, पूर्वाधार महाशाखा प्रमुख प्रदीप पौडेल ता निर्माण बारे नवनादिगु ख